वेलकम टू रेभिट। आज फेरि मोडिफाइड टुलको बारेमा अझै जान्न गइरहेको छु। यहाँ चाहिँ सबैभन्दा पहिला मैले डबल स्केप गरेँ र मोडिफाइड टुलमा गएँ। मोडिफाइड टुलमा चाहिँ अब चाहिँ हाम्रो नेक्स्ट टपिक हो अफसेट। अफसेट चाहिँ यहाँ तपाईले रिबनमा गएर पनि क्लिक गरेर चाहिँ तपाईले एक्टिभेट गर्न सक्नुहुन्छ, या त ओएफ अफसेट गरेर पनि हामी गर्न सक्छौं। अफसेट सेम नै अटोक्याड जस्तै नै हो, तर यसमा चाहिँ अलिकति एडभान्स छ। अटोक्याडमा चाहिँ लाइन अफसेट गरिन्थ्यो र डिफ्रेन्ट अझै कुरोहरू। यसमा चाहिँ पुरै सेट नै, वालको सेट पुरै के भन्छ, विन्डोज डोर सबै हामी अफसेट गर्न सक्छौं। अफसेटले मैले एउटा इक्जाम्पल लिइरहेको छु। अफसेट युज गर्नभन्दा अगाडि चाहिँ हामीसँग यहाँ चाहिँ प्रोभाइड गराएको छ के ग्राफिकल, न्युमेरिकल र अफसेट। अफसेट डिस्टेन्स कति हुनु चाहियो र अझै यहाँ कपी छ। सबै कुरो थाहा पाउँछु हामी। पहिला युनिट चेन्ज गरेँ मैले। यसलाई चाहिँ मैले मिटरमा गरेँ। सेकेन्ड डेसिमल नन तो सप्रेस 0 गरिदिहालेँ। ओके ओके। अब चाहिँ मिटरमा आयो। मिटर हेरेर चाहिँ नि मिटरमा चेन्ज गर्छु। यो चाहिँ तपाई के भन्छ, यो बनाउनु पर्दैन। सिम्पल तपाईले सिक्न सक्नुहुन्छ के गर्छु म के गरिरहेको छु। यो एउटा मात्र डेमोको लागि लिएछु। त्यसपछि न्युमेरिकलमा लिएछु र अफसेट डिस्टेन्स मैले राखिदिएँ। मानौ 1 मिटर 1.5 राखिदिएँ। र यो लिए हैन। अफसेट अब माथि गर्नु छ कि तल गर्नु छ है, त्यसको हिसाबले अफसेट गर्न सक्छौं। यदि माथि गर्नु छ भने माथि गरेर गर्न सक्छौं। 1.5 ले मुभ भइराछ है, यसरी नै मुभ भयो। हेर्नु भइराछ, माथि भयो। यो यसमै फेरि देखि भयो। माथि तपाईले ब्लू ड्यासेस देख्नु भएछ, त्यो माथि या त तल जानुहुन्छ भने तल हेराउँछ। यहाँ चाहिँ तपाईको वालको भित्रै नै हेरिरहेछ। यो माथि गर्दाखेरि माथि यो चाहिँ हामी एउटा न्यू क्रिएट गरिरहेछौं। यदि कपीमा टिक मार्क्स हुँदैन भने के हुन्छ भने हेर्नु, त्यो नै मुभ भइदियो, वाल नै मुभ हुन्छ। हेर्नुभयो, वाल नै मुभ भयो। ब्याक गरेँ मैले। अलिकति यसमा डिस्टर्ब देखाइरहेछ है। त्यसैले कपीमा टिक मार्क्स हुने है। यदि कपीमा हुन्छ भने त्यो स्ट्रेट मुभ भइराख्छ। त्यो चाहिँ हाम्रो कपी डिलिट हुँदैन, मेन जुन छ त्यो डिलिट हुँदैन। अब चाहिँ ग्राफिकलमा के हो, ग्राफिकलमा अलिकति डिफरेन्स छ। पहिला यो डिलिट गरौँ, ब्याक गरौँ। एउटा रहन दिए हैन। अब ग्राफिकलमा के छ कि यहाँ चाहिँ तपाईको अफसेट डिस्टेन्स हुँदैन। यहाँ चाहिँ हामी अफसेट गर्दाखेरि अब कुन पोइन्टबाट कति मिटर अफसेट गर्नुपर्ने यो गर्न सक्छु। या त टाइप गरेर चाहिँ 1.5 लिन सक्नुहुन्छ, या त यहाँबाट कताबाट लिनुपर्ने छ, या त तपाई मुभ गरेर चाहिँ कता हाल्नुहुन्छ त्यो त्यहाँ राख्न सकिन्छ। जसरी यसलाई अफसेट गर्दाखेरि यहाँबाट कता हाल्न सक्छु, यता हाल्नु। यसरी अफसेटको युज गर्न सक्छौं। यो चाहिँ मेन अफसेटको हाम्रो टुलको फाइदा हो। ल, यति अफसेटमा सिक्नु। थ्यांक यू।